शुभ प्रभात अनि सबैजनालाई नागपञ्चमीको धेरै 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 शुभकामना। हजुरहरूले आज नागपञ्चमीको पूजा गर्नुभयो कि नै, नागको पूजा गर्नुभयो कि नै? आज चाहिँ मम्मी बाबा गाउँ जानुभएको छ नागपञ्चमीको पूजा गर्न, त्यही भएर चाहिँ मैले आज घर सफा गर्दैछु पोचा सोचा लाएर। बाबु जन्मेपछि आज धेरै समयपछि मैले यसरी पोचा लगाएको नि त, त्यही भएर कस्तो रमाइलो लागिरहेको थियो। यो नागपञ्चमीको पूजा गर्दाखेरि चाहिँ मलाई चाहिँ कस्तो भाइब्स आउँछ भन्दाखेरि चाहिँ अब चाहिँ चाडपर्व सुरु भयो है भन्ने जस्तो लाग्छ कि। अब जनै पूर्णिमा आउँछ, तिज आउँछ, त्यसपछि फेरि दसैँ तिहार, कस्तो रमाइलो हुन्छ है। अनि म चाहिँ यहाँ पूजाको अङ्खारा माझ्दैछु के। चोखो पानी त फेरिनँ, बुढालाई नै फेर्न लगाएँ, किनकि मैले नुहाइधुवाइ पनि गरेको थिइनँ। बाबु चाहिँ मानिरहेको थियो माथि, त्यही भएर चाहिँ मैले पूजाको अङ्खारा माझेर हेल्प गरिदिएँ। यस्तो पूजाको अङ्खारा माझ्ने, पूजा गर्ने चाहिँ बिहान बिहानै बाबाले काम गर्नुहुन्छ कि। पानीहरू भरेर ल्याउने, पूजाको अङ्खाराहरू माझ्ने, सब पूजा गर्ने सबै काम बाबाले गर्नुहुन्छ। अनि हेर्नु त कस्तो टिलिक्क बनाएर चाहिँ मैले माझेँ। त्यसपछि आज धेरै समयपछि यसरी पूजाको अङ्खारा माझ्ने, पोचा लाउने भएको भएर उसलाई कस्तो पसिना आएको कि। अनि हेर्नु न बाबु के गरेछ भनेको त खेलिरहेको रहेछ। त्यसपछि चाहिँ हामीले यहाँ नागको फोटो टाँस्दैछौँ। अनि मलाई चाहिँ यो नागको फोटो टालिराख्दाखेरि कस्तो घरको बाबाको याद आएको कि। जहिले नागपञ्चमीमा म बाबासँग गाउँमा गएर बाबालाई चाहिँ साथी दिन जान्थेँ कि। बाबा एक्लै हुनुहुन्छ भनेर म चाहिँ गाउँमा गएर यसरी सरदमहरू लिएर गएर अनि बाबा र म गएर टाँसेर आउँथेँ। अनि चाहिँ भोइस रेकर्डिङ गर्दा गर्दा ठ्याक्क बाबाले पठाउनु भएको कि भिडियो। अनि मैले चाहिँ त्यो क्लिप पनि यहाँ राख्दै। यो चाहिँ हाम्रो पहाडी डाँडाको क्लिप हो। हामी चाहिँ हेर्नु न जङ्गलमा हाम्रो घर पछाडि छ कि नागको थान चाहिँ। अनि यसरी गएर पूजा गर्थ्यौँ के। अनि चाहिँ बाबुले हेरिरहेछ, बाबाले के गर्नुभएको छ भनेर हेरिरहेछ। अनि त्यसपछि चाहिँ हामी यहाँ माथि किचनमा खाना पकाउँदैछौँ साथीहरू। यहाँ चाहिँ खाना पकाउँदै हुनुहुन्छ, घिउ अमलाको तरकारी, त्यसपछि भात। अनि चाहिँ मैले यहाँ चटनी बनाउन लगाएको छु। यो भात र तरकारी चाहिँ बुढाले बनाउनु भयो, चटनी चाहिँ मैले बनाउँदैछु साथीहरू। हजुरहरूले चाहिँ खाना खानुभयो कि नै? हामीले चाहिँ अब खाना खाने हो। मेरो आजको मर्निङ भ्लग चाहिँ सक्यो साथीहरू। हजुरहरूको आजको बिहानको दिन चाहिँ कसरी बित्यो, हाम्रो चाहिँ यसरी बित्यो। आजको दिन चाहिँ हजुरहरूको शुभ रहोस्। मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला। बाई।